मेरो नाम अभिनव है भेटेर खुसी लाग्यो तपाईँलाई दाइ मलाई अलिक अप्ठ्यारो परिरहेको थियो क्या म चाहिँ धरान जाने भएर गएको थियो होइन म चाहिँ खासमा काठमाडौँबाट आएको होइन अनि बसमा आएको थियो अनि यहीँसम्म चाहिँ आउने भाडा थियो कि मसँग चाहिँ अनि यहीँसम्म बस्ने यहीँसम्म पुऱ्याइदियो म धरान पुग्नु पर्ने थियो कि अनि मसँग खर्चहरू केही पनि छैन कि धरानसम्म पुग्नुलाई कति जति पर्ला यहाँबाट कति टाढा छ धरान कति खर्च लाग्दा मसँग पैसा नभएर अप्ठ्यारो भएको थियो म काठमाडौँबाट आएको अनि बसको भाडा जति छ त्यति मात्रै यहाँसम्म पुऱ्याइदियो मलाई बसले अनि त्यही भएर मलाई अप्ठ्यारो भएको थियो अब म त्यहाँबाट हल्का हिँडेर आएको थिएँ कि अनि तपाईँको यहाँ पसल देखेर एकतिर आएको थियो तपाईँले केही सहयोग गरिदिनु मिल्छ कि भनेर मलाई अप्ठ्यारो भएको त्यही त कति जति पर्ला 1-2 चाल्छ ए यो ठाउँलाई के भन्छ इटारी त्यही त म बिहानदेखि नि के खाएको पनि छैन क्या अनि बिस्कुट एउटा मात्रै खाएर आएको थिएँ बिस्कुट एउटा बिहान एकचोटि खाएँ खाना पनि के खाएन अहिले फेरि साँझको 5-6 बजिसक्यो अनि त्यही भएर नि खाना खाना पैसा छैन मसँग पैसा पर्दैन भाइ आउनुभयो तपाईँहरूलाई यसो त्यहाँबाट आउनुभएको त्यस्तो अवस्था परिहाल्छ नि होइन कतै जाँदा परिन्छ होइन तर अप्ठ्यारो हुन्छ पैसा नभएर पनि खाना त म बरु धरानमा मेरो चिन्ने नै छ होइन अनि यस्तो भयो कि धरानमा मेरो चिन्ने नै छ होइन गाउँतिरै भयो अलिकति भित्रपट्टि अनि त्यहाँ चाहिँ अनलाइनहरू नचल्ने रहेछ कि अलिकति अप्ठ्यारो भएर अनि पैसा पठाउनु नभएर दाइले त्यहाँ सहयोगमा आएको कि मैले खाना बरु म धरानमै खान्छु कि भनेर यहाँ खाना त्यो कुन होटेल हो दाइ कसले ए सुजन दाइ पनि आउनु भएको कहिले ए यतै आउनु भएको ए ए ए म राम्रो ठाउँमा आएँ क्या तर फेरि अप्ठ्यारो पैसा धेरै धेरै धन्यवाद त्यसको लागि धेरै धेरै धन्यवाद त्यति भनिदिनु भयो म ढुक्क भयो कि मलाई अब पानी पाउँछ बरु पानी एकचोटि मलाई धेरै थाक्यो म त धेरै गर्मी त यहाँ इटहरीमा त धेरै नै गर्मी रहेछ त म बस्छु नि त हुन्छ खाना टाइम जाने भाडा चाहिँ कति पर्छ भन्नुभएको चाहिँ त्यहाँसम्म हुन्छ त्यही त दाइको कोही चिन्ने छ रिक्सा बरु रिक्साहरू जान्छ कि ए हजुर 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 दाइ आउनु बस्नुहोस् न एकदिन बस्नुहोस् दाइसँग भेटेर धेरै खुसी लाग्यो मलाई एकदमै सहयोग पाएको खाना त रेडी भइसक्यो रहेछ दाइ छिटो मासु परेन है मासु परेन फेरि अप्ठ्यारो केही पनि परेन मलाई केही परेन यति मात्रै सादा खाना भयो पुग्यो मैले बिहानदेखि के खाएको थिएँ बिस्कुट मात्रै खाएर आएँ कि पानी र बिस्कुट मात्र हजुर धेरै धेरै धन्यवाद खानाको कति पर्छ र यहाँ त खाना यो हाम्रो सादा खानाको 200 रुपियाँ पर्छ 200 रुपियाँ अनि मटन खाना लोकल चिकन खाना चाहिँ 250 ए त्यति भयो होइन हजुरलाई त रेटको त कुरै भएन नि लिएर जानु होइन खाना खानु सानो एउटा तपाईँले ए भाइ होइन हामीलाई केही पर्दैन होइन मैले एउटा भन्छु म चाहिँ सामाजिक परिश्रम गरिरहेको हुन्छु कि होइन अनि तपाईँले मलाई खुवाउनु हुन्थ्यो हुँदैन होइन एउटा मानवताको हिसाबले अब कसैले भोक लागेको छ भयो होइन खुवाउनु हुन्थ्यो हुँदैन तपाईँको पसल त चलेको छ होला एउटा ठाउँमा छ तर यो तपाईँको लागि होइन कसैलाई अप्ठ्यारो परेछ कसैलाई गाह्रो परेछ है यो पैसाबाट कसैले खुवाइदिन्न यहाँ आउँदाखेरि त्यो त भइहाल्छ कि म यहाँ तपाईँको यस्तो मेरो तर्फबाट कसैले अप्ठ्यारो परेको छ भए योबाट केही सहयोग गरिदिनु न है त मेरै तर्फबाट सोध्नु सक्दैन भयो नि गरिदिनु यो तपाईँको हुँदा अब यहाँ प्रसङ्ग आइहाल्यो है
यो म यस्ता मान्छे कतिलाई सहयोग गर्छु यहाँ खाना त कतिलाई खुवाएर पठाउँछु। ए हजुरको नाम? मेरो गणेश भण्डारी। हजुर हजुर मेरो नाम अभिनव दे। भेटेर खुसी लाग्यो तपाईँलाई। त्यही त सानो एउटा सामाजिक परिश्रम गरेको त्यही त अब खाना चाहिँ खाएर जान्छु नि त भरे। भाइ के चिकन मटन के खानुहुन्छ? होइन चिकन त पर्दैन। खानु न एउटा जे भए पनि हजुरको चोइस चाहिँ के हो चिकन र मटनमा? मेरो चिकनै हो। चिकनै हो न चिकन होइन होइन चिकन परेन भने सादा खाना खाएर जान्छु। लिनु न होइन यो तपाईँको एउटा मानवको कर्तव्य पनि हो होइन भोको मान्छे हुन्छ हामी पनि काहीँ गएर त्यस्तो गरियो भने त गाह्रो हुन्छ नि त भोलि हो सबैको पर्छ सबैलाई कहिलेकाहीँ पैसा हुँदैन कोही भोकै हुन्छ होइन मैले देखिहालेँ उहाँले सहयोग गर्नुभएको देखेर नै भनेको मैले एकैचोटि होइन के पनि नभनिकन त उहाँले गाडी भाडा पनि दिइदिन्छु भन्नुभयो होइन धरानसम्मको लागि ओ के अरे तपाईँको यस्तो के भन्छ अलिकति यस्तो दिमागहरू नभएको मान्छेहरू आउँछ ए हजुर मन त गएर कसैकोमा नखाइकन म यसकोमा मात्रै खान्छु म भन्ने पनि मान्छे आउँछ क्या मेरोमा ए त्यो चलेकै ठाउँ हुँदैछ भाइ चलेको भाइ मलाई त केही पनि थाहा छैन यहाँ ठुला ठुला मान्छेहरू पनि आउनुहुन्छ ठाउँ सिम्पल भयो नि खानाहरू एकदम एकदम फ्रेस मलाई त यस्तै लोकलै मनपर्छ भने यहाँ सिम्पल खाना हाइफाई भन्दा नि सिम्पल ठाउँमा खाने होइन मिठो हुने त्यही भएर ल म यो खाना खान्छु अनि निस्किन्छु नि त धेरै धेरै धन्यवाद त्यसको लागि होइन यो सानो मेरो सहयोग होइन कसैलाई सहयोग गरिनु होला होइन यही भएर होइन किनकि यस्तै सामान्य सहयोगीहरूलाई सहयोग गर्नु राम्रो कुरा हो त्यही त म नि एउटा सानो हामी त खानै त एक छाक भात खाएकै छौँ हामीलाई भन्दा पनि छ नि त दिन दुखीहरू होइन हजुरको मन धेरै ठुलो राम्रो मानवताको होइन सानो अहिले मानवता हराइछ क्या धेरै मान्छेमा होइन अनि सानो एउटा यसो खुसीहरू बाँडौँ न भनेर मैले यसै घुमिरहेको अहिले धरानतिर गइरहेको र धेरै धेरै धन्यवाद मैले भिडियो खिचाएको चाहिँ के प्रब्लम छैन है छैन है तपाईँलाई थाहा भएन भिडियो खिचा होइन ल हस् थ्याङ्क यू यो भिडियो हेर्दा तपाईँको मन छोयो भने आफ्नो प्रतिक्रिया कमेन्टमा लेख्नुहोला अनि यस्तै वास्तविक र मन छुने भिडियोको लागि हामीलाई साथ दिनुहोला। धन्यवाद।